ल आयो है गाडी चाटै यो चाहिँ अब हाम्रो क्रेन बोलाएको छौँ गाडी बेलुकै आएको थियो अब राति जान सम्भव भएन नि क्रेन बोलाएर हामीले चट्ट अब क्रेनबाट जाँदैछौँ है त ल सुरु गरियो है त एउटा गाडी चाहिँ हामीले भित्र छिरायौँ अब 3टा गाडी चाहिँ हामी रोडमै खाली गर्छौँ यो फर्स्ट गाडी है त गाइस ल यस्तै छ है आजको ब्लग हेर्दै गरौँ के कस्तो छ होइन ज्याम कि ज्याम अब झार्ने हो ल गाइस झर्दैछ है हाम्रो पुष्पावाला सिनमा चट्ट होइन यो ब्लग आउँछ हाम्रो च्याट है यसरी झर्छ है ट्रेनबाट चट्ट अनि कन्टिन्यू हुन्छ हाम्रो काम अब दिनभरिमा आज सकिन्छ कि सकिँदैन भन्ने हो अब यहाँ चाहिँ हामी क्रेनले नै मिलसम्म झार्दैछौँ पारीबाट चाहिँ हामी फेरि क्रेनले निकालेर अनि ट्र्याक्टरमा लोड गरेर टक्क ट्र्याक्टरबाट फेरि अनि मिलसम्म ल्याएर पल्टी हान्नुपर्ने हुन्छ होइन किनकि अब यहाँ हाम्रो बाटो अगाडि छैन पारी देखेको रोडको साइडमा देखेको गाडीहरू हो एसियन हाइवे बन्दै गरेर हाम्रो बाटो छैन नि त अहिले त्यही भएर ल घर बनाउँदै हुन्छ भने चाहिँ सम्झिनु होला है हाम्रो चाहिँ बबाल काट्नु छ हामी अब रोड पारी हार्न सुरु गरिसकेका छौँ 3टा गाडी लाइनमै छ फर्स्ट एउटा गाडी सकियो 2टा गाडी दोस्रोको पालो आयो होइन यसरी है चट्ट गाइस ल दामी पारामा होइन हाम्रो अपरेटरले खतरा हान्नु छ तर दिनभरि लागेर भएन कनाल यो माललाई चट्ट हामी राख्छौँ अब होइन यस्तै छ गाइस ल यसरी लोड गर्दै लगिँदैछ है त हाम्रो टक्क तेस्रो गाडीको लागि रेडी भइसकेको छ अनि 3rd गाडी हो 4th गाडी उहाँ छ यो हो होइन सकिन्छ सकिँदैन भन्ने छ है त ल चट्ट यसरी क्रेनमा हामी बाँध्छौँ होइन तल 2टा ट्र्याक्टर स्ट्यान्ड बाई छ त्यहाँबाट यो बाटो जान्छ त पर लाने हो यस्तै छ चट्ट है खाली भइसक्यो गाडीहरू एसियन हाइवे निर्माणाधीन होइन यस्तै छ गाइस ल लास्ट गाडी अहिले चाहिँ अब हाम्रो राति भइसकेको छ लाइट बालेर हुँदैछ होइन फाइनल गाडी है लास्ट गाडी ल ओके झ्यान्टाडाङ त्यसरी हुँदैछ ल लास्ट गाडी हो यो लगाइस टाढामा 3टा अन्तिमै यो नल्ली गाइस हाम्रो सफा झरिसकेपछि मिल्ची भरिभराउ भएको छ है अहिले ल फाइनल्ली हाम्रो हिजो आएको माल हामीले झारिसकेर है टक्कै मिलभरि बनाइयो टक्क अब पिरान सुरु भएको छ ड्रेस सम्भो पिरान सुरु भयो ल यस्तै छ है त गाइस तपाईँहरूलाई पनि झ्याल ढोका चौकस पल्ला चाहियो भने टक्क आउनु होला है त ल